सुदूरपश्चिमको रमाइलो जानकारी। नेपालको सबैभन्दा पश्चिममा अवस्थित हाम्रो सुदूरपश्चिम 19,949.28 स्क्वायर किलोमिटरमा फैलिएको छ। तर भूमिगत स्थिति भने यस प्रदेशको कालापानी, लिपुलेक र लिम्बियाधुरा भारतले कब्जाएर राखेको हुनाले 19,539 स्क्वायर किलोमिटर रहेको छ, जुन नेपालको टोटल क्षेत्रफलको 13.22% हुन आउँछ। यस प्रदेशको हिमाली क्षेत्रमा 3वटा, पहाडी क्षेत्रमा 4वटा र तराई क्षेत्रमा 2वटा गरेर 9वटा जिल्लाहरू छन् भने क्षेत्रफलको आधारले सबैभन्दा ठूलो जिल्ला बझाङ र सबैभन्दा सानो जिल्ला बैतडी रहेको छ। सुदूरपश्चिमको सिमाना पूर्वमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश, पश्चिममा भारतको उत्तराखण्ड, उत्तरमा चीन, तिब्बत र दक्षिणमा भारतको उत्तर प्रदेशसँग जोडिएको छ। सुदूरपश्चिममा रहेको संरक्षित क्षेत्रहरू अपिनाम्फा संरक्षण क्षेत्र, खप्तर राष्ट्रिय निकुञ्ज, शुक्लाफाँट राष्ट्रिय निकुञ्जहरू हुन्। यस प्रदेशको मुख्य हिमालहरू अपी हिमाल, साइपाल हिमाल, जेठी बौरानी हिमाल र व्यास हिमाल रहेका छन्, जसमध्ये साइपाल हिमाल सेती नदीको उद्गम स्थल हो भने अपी हिमाल महाकाली नदीको उद्गम स्थल रहेको छ। यस प्रदेशका सबै जिल्लाका पर्यटकीय र धार्मिक स्थलहरू तपाईँको स्क्रिनमा छ।